नमस्कार। यो भिडियोमा हामी कक्षा 12 को अस्मिता प्रकाशनको चैप्टर 7 फाइनेन्शियल स्टेटमेंट मोडर्न मेथड को नंबरिकल प्रॉब्लम 256 पेज को 3 नंबर मल्टी स्टेट इनकम स्टेटमेंट तैयार गर्छौं। हामीले फाइनेन्शियल स्टेटमेंट में यो इनकम स्टेटमेंट दुईवटा विधिबाट तैयार गर्न सक्छौं, सिंगल स्टेट मेथडबाट र मल्टिपल स्टेट मेथडबाट। अनि सिंगल स्टेट मेथडमा के हुन्छ कि जति रेभेन्यू हुन्छ, जति इन्कम हुन्छ त्यो सबैलाई एकैपटक के गरिदिने, एक ठाउँमा जोड्ने अनि त्यसपछि टोटल रेभेन्यू टोटल इन्कम निर्धारण गर्ने र त्यसपछि जति एक्सपेन्सेसहरु हुन्छ, जति खर्चहरु हुन्छ त्यो सबै खर्चहरुलाई के गर्नुपर्छ, एड गरेर त्यो टोटल इन्कम जुन निर्धारण गरेको थियो टोटल रेभेन्यू, त्यो रेभेन्यूबाट टोटल एक्सपेन्सलाई के गर्नुपर्छ, लेस गरेर नेट इन्कम बिफोर टैक्स निर्धारण गर्नुपर्छ। अनि त्यसपछि इन्कम टैक्स लेस गरेर नेट इन्कम आफ्टर टैक्स निर्धारण गर्नुपर्छ। तर यो मल्टिपल स्टेट इन्कम स्टेटमेन्टमा हामीले टोटल रेभेन्यूलाई एकैपटक जोड्नु हुँदैन र यसमा जति पनि एक्सपेन्सहरु हुन्छ त्यो एक्सपेन्सहरुलाई अपरेटिङ र नन अपरेटिङ एक्सपेन्समा के गर्नुपर्छ, वर्गीकरण गर्नुपर्छ। अब अपरेटिङ एक्सपेन्सलाई पनि दुईवटा शीर्षकमा के गर्नुपर्छ, वर्गीकरण गर्नुपर्छ। जेनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्स र सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्समा के गर्नुपर्छ, वर्गीकरण गरेर त्यसलाई के गर्नुपर्छ, पोस्टिङ गर्नुपर्छ। अनि त्यसपछि नन अपरेटिङ एक्सपेन्सेस र इन्कमहरुलाई के गर्नुपर्छ, एडलेस गर्नुपर्छ। अब हामी यो 3 नम्बर क्वेशनलाई एकचोटी के गर्नुपर्छ, सरसफाई पढ्नुपर्छ। जस्तै द फ्लोइङ इन्फर्मेसन इज प्रोभाइडेड टु यु अफ सुनगावा कम्पनी। एउटा सुनगावा कम्पनीको इन्फर्मेसन हामीलाई के गरेको छ, दिएको छ। तर यो क्वेशन तपाईहरुको एक्जाममा आउँदैन। एक्जाममा तपाईहरुले मल्टिपल इन्कम स्टेटमेन्ट तयार गर्नको लागि एउटा के दिएको हुन्छ, ट्रायल ब्यालेन्स दिएको हुन्छ। अनि ट्रायल ब्यालेन्समा पनि के दिएको हुन्छ, एडिशनल इन्फर्मेसन दिएको हुन्छ। र फाइनल अकाउन्टको जुन क्वेशन हुन्छ नि त्यस्तै क्वेशन यसमा पनि दिएको हुन्छ। तर अहिले हामी के गर्छौं, यो 3 नम्बर गरेर यो भिडियोमा के गर्छु म देखाउँछु। अनि यसपछि त्यो एक्जाममा कस्तो किसिमको क्वेशनहरु आउँछ हैन, यो बुकमा दिएको छ, त्यो प्रब्लमहरुलाई के गर्छु, सोल्भ गरेर भिडियो बनाउँछु। तबसम्मको लागि यो हामीले के गर्नु पर्यो, यहाँ पेज नम्बर कति हो, यो 256 हो। कति नम्बर क्वेशन हो, 3 नम्बर। अनि कुन बुक को हो, अस्मिता पब्लिकेशन को चैप्टर कति हो, 7 हो। त पहिला यहाँ के गर्ने, मल्टी स्टेट इनकम स्टेटमेंट एज ऑन, यहाँ डेट दिएको छैन, डेट नलेख्नुस्। अब यहाँ के गर्ने, यसको फर्मेट तयार गर्ने। यहाँ के हुन्छ, पार्टिकुलर हुन्छ, यहाँ के हुन्छ, अमाउन्ट हुन्छ, यहाँ के हुन्छ, अमाउन्ट हुन्छ। अब के गर्नु पर्यो हामीले, अब यो क्वेशनमा दिएको इन्ट्रीलाई पोस्टिङ गर्नु पर्यो हैन। यहाँ के हुन्छ, सेल्स, यहाँ के राख्ने हो, नेट सेल्स राख्ने हो। यदि सेल्स रिटर्न दिएको छ भने त्यसलाई के गर्नुपर्छ, लेस गर्नुपर्छ हैन। त्यस्तै सेल्स एलाउन्स दिएको छ हैन, डिस्काउन्ट दिएको छ, त्यो पनि के गर्नुपर्छ, लेस गर्नुपर्छ। अब क्वेशनमा सेल्स रिटर्न दिएको छैन
त्यसैले म के गरिदिन्छु यहाँ सेल्स कति हजार दिएको छ 9,20,000 दिएको छ त्यहाँ 9 लाख कति राख्ने 20,000 राख्ने अब त्यसपछि के गर्ने लेस कस्ट अफ गुड्स सोल्ड कति दिएको छ 6,32,000 दिएको छ हैन यो लेस गर्दा के हुन्छ यहाँ ग्रस प्रॉफिट आउँछ ग्रस प्रॉफिट कति हजार अब यो 9,20,000 बाट 6,32,000 घटायो भने कति हजार आउँछ ल 2,88,000 अब लेस के गर्ने लेस ऑपरेटिंग एक्सपेन्स अब यो ऑपरेटिंग एक्सपेन्स मा हामीले ऑपरेटिंग एक्सपेन्स लाई कति भागमा बाँड्नु पर्यो दुई भागमा बाँड्नु पर्यो हैन यहाँ के हुन्छ जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्स हैन अब यो जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्स मा के हुन्छ सेल्स दिएको छ त्यो त आइसकेको छ अब यहाँ दिएको छ इन्ट्रेस्ट अन यो आउँदैन लस अन सेल्स अफ एसेट त्यसपछि गुड्स सोल्ड आइहालेको छ यहाँ के दिएको एडमिनिस्ट्रेटिभ एक्सपेन्स दिएको छ यहाँ के लेख्ने एडमिनिस्ट्रेटिभ एक्सपेन्स कति हजार दिएको छ 1,82,000 दिएको छ अब त्यसपछि के दिएको छ लस अन सेल्स अफ एसेट कति हजार दिएको छ 4,000 दिएको छ हैन अब यहाँ के गर्ने ए नम्बर लेख्ने टोटल जनरल एन्ड एडमिनिस्ट्रेटिभ एक्सपेन्स कति हजार आउँछ 1,86,000 अब यहाँ के गर्ने सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्स यसमा के दिएको छ सेलिङ एक्सपेन्स दिएको छ सेलिङ एक्सपेन्स कति दिएको छ 46,000 दिएको छ अब अरु सेलिङ एक्सपेन्सहरु दिएको छैन यहाँ बी नम्बर लेख्ने अनि के गर्ने टोटल सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्स कति हजार आउँछ 46,000 अब के गर्ने यहाँ लेस गर्ने लो लेस टोटल ऑपरेटिंग एक्सपेन्स ए प्लस बी अब ए कति दिएको छ 1,46,000 बी कति दिएको छ 46,000 दिएको छ अब यहाँ के गर्ने कति हजार आउँछ यो 2,25,000 यहाँ के भनेको छ लेस भनेको छ त एमाउन्ट केमा राख्नुपर्छ कोस्टमा राख्नुपर्छ अब यो लेस गरिसकेपछि के हुन्छ इन्कम अर लस फ्रम अपरेसन अब 2,32,000 2,88,000 बाट 2,32,000 लेस गर्ने कति हजार आउँछ 2,88,000 माइनस 2,32,000 कति हजार आउँछ त्यसपछि के हुन्छ एड अदर इन्कम एन्ड गेन अब यसमा के दिएको छ इन्ट्रेस्ट अन दिएको छ के दिएको छ इन्ट्रेस्ट अन कति हजार दिएको छ 7,000 के दिएको छ 200 दिएको छ 7,200 दिएको छ है त्यहाँ अरु इन्कम दिएको छ छैन यहाँ के गर्ने लेस अदर एक्सपेन्सेस एन्ड लस के गर्ने
लसलाई के गर्ने घटाउने त दिएको छ यसमा दिएको छैन यो लस अन सेल्स अफ फिक्स एसेट दिएको छ नि त्यसलाई यहाँ राख्न सकिन्छ तर हामीले के गरिदिएको छ यहाँ माथि राखिदिएको छौं हैन तपाईँ अब के गर्नुपर्छ यदि यसमा पनि कुनै अमाउन्ट हुन्थ्यो भने यसको र यसको इन्कमको र एक्सपेन्सको के गर्थ्यौ हामी तुलना गर्थ्यौ यदि इन्कम बढी हुन्थ्यो भने के लेख्थ्यौ यहाँ के लेख्थ्यौ एड गर्थ्यो लेख्थ्यो एक्सेस इन्कम ओभर एक्सपेन्स यदि एक्सपेन्स बढी हुन्थ्यो भने के लेख्थ्यौ एक्सेस एक्सपेन्स ओभर इन्कम त यहाँ इन्कम के छ इन्कम बढी छ हैन त यहाँ के गर्ने एड एक्सेस एक्सेस इन्कम ओभर एक्सपेन्स यसलाई के गर्नु पर्यो यहाँ 7,200 लाई एड गर्यो यहाँ कति आउँछ 56,000 7,200 कति आउँछ 56 प्लस 7,200 56,000 प्लस 7,200 63,200 अब के गर्ने यसमा लेस गर्ने इन्कम ट्याक्स कति दिएको छ इन्कम ट्याक्स कति दिएको छ 15,800 अब के गर्नु पर्यो यसलाई लेस गर्दा के आउँछ नेट इन्कम आफ्टर टैक्स कति जरा 47,400 तो यहाँ लिखने 47,400 बराबर ल अब अर्को भिडियोमा अर्को हिसाब हामी गर्छौं तबसम्मको लागि तपाई सम्पूर्णलाई धन्यवाद।